2025 didn't come with a plan, it came with movement. Unexpected places, unplanned journeys, a year that keeps unfolding. India was a last minute thought, but it leaves a lasting story. Here, chaos breathes, and calm survives routine. Crowded streets, quiet corners, noise and stillness side by side. Each one year ends and another begins. I carry these moments with me. This is India. This is the chaos, this is the calm, and this is how 2026 begins. हामी इन्डिया छिरेपछि चाहिँ यो दिन एकदमै धेरै पानी परेको थियो। कस्तो भइरहेको छ फिल? Maybe better to sorry. कस्तो लागिरहेछ? चढ्नुहोस्, जति खाँदा पनि हुन्छ, जति पात खाए पनि पाइयो। कलिलो छ नि यस्तो मुना टिपेर चाहिँ अनि ग्रिन टी बनाउने कि ब्ल्याक टी बनाउने कि मिल्क टीको लागि टी बनाउने कि भनेर योबाट बन्छ। सो यहाँ जानु हुँदा चाहिँ यहाँहरूले कि त चिया बगान कि त रुखै रुख देख्नुहुन्छ होइन। अनि तर आँखालाई चाहिँ एकदम मजा आउँछ कि हरियाली देख्न पाउँदा। सो इट्स अ फन प्लेस। हुन्छ भनेर थाहा अरू किन्दा पनि हुन्छ, बोटको पनि राम्रै हुन्छ। कुन ठुलो मम्मी खर्च ए हो ल तपाईँलाई चप्पल चाहिँदैन? तपाईँ लाउनुहुन्न चप्पल? So here on the side it's simple houses you see,
सो यो एरियामा चाहिँ हाउसहरू सबै सिम्पल हुन्छ प्रायः जस्तो चाहिँ यही क्वार्टर पाइन्छ नि त फ्याक्ट्रीले दिएको हुन्छ अनि बाहिर निस्केपछि चाहिँ सबै फ्याक्ट्री हुन्छ अनि यस्तो खालको स्मल हाउस हुन्छ स्मल एन्ड क्युट अनि घरहरू चाहिँ कस्तो टाढा टाढा हुन्छ कि लाइक यु सी त्यो एउटा घर हो अनि उताको स्कुल हो होइन and then in order to find another house you have to walk a bit यहाँ मान्छे बस्छन् don't know त्यो जस यतिकै क्वार्टर दिएको हुन्छ कि अगाडि उठ्ने बित्तिकै यो गेट ऊहरू त्यस्तै क्वार्टर दिएको हुन्छ बट यहाँ त खासै मान्छे बस्छन् जस्तो लाग्दैन यता रहेछन् सो यतिकै डिस्टेन्स जतिमा चाहिँ अर्को घर छ त्यसरी छ त्यहाँ मान्छेहरू कोही कोही टिपिरहेको हुन्छन् के काम गरिरहेको हुन्छन् सो यस्तै हो रमाइलो छ सो यहाँ चाहिँ हजुरहरूले कि त सुपारीको बोट एकदम धेरै देख्नुहुन्छ एक्सेसिभ अमाउन्टमा कि त देख्ने भनेको चियापत्ती नै हो अहिले एकछिनपछि चाहिँ चियाको बगानको पनि चिया फ्याक्ट्रीको पनि हामी भिडियो बनाउँछौँ कस्तो हुँदो रहेछ कसरी चिया बन्दो रहेछ भनेर अहिले चाहिँ एकदमै सिम्पल छ मौसम मजा आइरहेछ जे होस् यता चाहिँ यही आनन्द छ क्या पुरा खुल्ला ठाउँ छ नि त अनि जति हिँड्न मन लाग्यो हिँड्न मिल्छ आनन्द हुन्छ हरियाली देखिन्छ सो फोनहरूमा पनि त्यस्तो स्टक भइरहनु पर्दैन जस्तो घुम्थ्यो नि त्यहाँ नि लाउने ओके गाइस सो यहाँ चाहिँ यहाँहरूले एकदमै हिँडेको या गाडीमा चढेको देख्नुहुन्छ हामीहरूलाई किनभने चाहिँ हामी भुटान जान खोजेको थियौँ तर रिसेन्टली चाहिँ रुल्सहरू चेन्ज भएको हुनाले चाहिँ हामीले भुटान जान नमिल्ने भयो भिजा अप्लाई नगरिकन सो वी ह्याभ टु गेट ब्याक अनि यो चाहिँ एकदमै हार्टब्रेकिङ मोमेन्ट थियो बट स्टिल बोर्डरसम्म चाहिँ पुगेर आयौँ भुटानमा धेरै घुमेर थाकेर भोक लागेका छौँ यो अलिक गुलियो गुलियो हुन्छ यो चाहिँ अलिक तिम्रो पनिर भन्दा मिठो नमिठो के भयो अरे कुन ठाउँमा हुनुहुन्छ तपाईँ थाहा छैन ह्यामिल्टनगन्ज भन न ह्यामिल्टनको बस स्ट्यान्डमा छ बस स्ट्यान्ड होइन यो पानीपुरी स्ट्यान्ड process of making is very similar to that in Nepal.
हामी चाहिँ फ्याक्ट्री टुर गरेर आएको होइन भर्खर अनि त्यति धेरै ग्लिम्स त खिचेन किनभने त्यहाँ चाहिँ खिच्न मिलेको रहेछ प्रपर भ्लग नभने पनि सर्ट ग्लिम्सेसहरू चाहिँ हामीले खिचेको छौँ अब बाँकी चाहिँ भिडियोमै हेर्नु होला कसरी फ्याक्ट्री भनेर अनि यो चिया बगान चाहिँ यस्तो मजाको छ अनि भर्खर हाम्रो यहाँ सामान आएको छ अनबक्स गरिदिइहाल एमाजोनबाट हिँड्दा हिँड्दै नलड्नु होला हिँड्दा हिँड्दै मलाई स्टेबल बस्छ फेरि तिमीले यो के हो बोटको घडी आएको छ होइन पुरा त्यो एमाजोनबाट त पानीमा नि तैरिन्छ अरे बोटको घडी यो ब्ल्याक कलरको स्ट्र्यापवाला घडी आएको छ त्यो के हो त्यो पैसा लाग्ला कि जस्तो देखाउँछ जाने पैसा लाग्छ नि त महँगो छ नि त यो दुईवटा आएको रहेछ एउटैमा बोट्स बाई 1 गेट 1 फ्रीमा त होइन नो बाई 1 गेट 1 होइन Buy as many as you like. No बट free. पे फर इट पे फर इट वालामा न त्यो भित्र यो त बसेछ कस्तो उवाला घडी रहेछ मन परेन मलाई स्काई ब्लू कलर रहेछ स्काई ब्लू स्काई कलर ब्लू राम्रो छ त ब्लू इज माई फेभरेट कलर होइन ठिक छ राम्रो छ यो येलो लुगामा चक्क राम्रो ब्ल्याक एन्ड येलो ब्ल्याक एन्ड येलो ल यही हो ल जाउँ भयो ल आजको अनबक्सिङ कार्यक्रममा सहभागी भइदिनुकोमा धन्यवाद हाम्रो भाइलाई चाहिँ गर्मी भइरहेछ गाइस म चाहिँ चिया बगान भएको मान्छे कस्तो लागिरहेछ यहाँहरूलाई रमाइलो लागिरहेछ नि यसो खलामको के व्यवस्था गर्नु के त माजा भइहाल्यो उतेर चाहिँ खिच्दाखेरि धेरै टाइम पाइन्छ नि र सिलगढीमा धेरै टाइम पुग्छ मन पऱ्यो अब भाइ एउटा बगानले त्यति यसो मनोज बगान बिहा गर्छु नास्ता पनि पकाएर पाइहाल्छ स्ट्रङ नै रहेछ खोइ भन्ने मैले हामीले यस्तो मगाएको यस्तो यस्तो रहेछ भनेर लेख्दैन हामीले लाल्छ भन् नजर आजकल के हो के यो सामान त यसो मजा म चाहिँ यहाँ म त्यो प्रोसेस गर्दैछु के Process? त्यसको टेस्ट त्यसको आफ्टर टेस्ट चिया फ्याक्ट्रीमा के गएको थियो उसले सब भन्थ्यो यसमा त्यो दुधको लम्स छ त्यो एभ्रिडे टाइपको दुध त्यो लाइक 5 आउट अफ 10 बिराज 10 आउट अफ 10 मा कति 11 आउट अफ 10 ओ भाइजान मेरो सलिड 8 ल सही होला मेरो कफीको स्ट्यान्डर्ड अलि हाई छ तपाईँ लट्री पर्यो 1 करोड पर्यो भने के सुरु भयो मलाई 1 करोड पर्यो भने लट्रीमा 1 करोड पर्यो भने के गर्छ भाडु 1 करोड भनेको 1 करोड 60 लाख हो होइन अब त्यो भयो भने यहाँ 60 लाख चाहिँ म यतै बाँडेर जान्थेँ यही लिएर त भाग्दैनौ नि तिमी दिन्छौ नि हामीलाई तपाईँको अकाउन्टमा पनि पर्छ ए 100 रुपियाँ थपेर हालिदिनु यिनीहरू चाहिँ के गर्नुहुन्छ 1 करोड पर्यो भने आइसी पर्यो भने एउटा टिभी हल एउटा गाडी लिएर जानु एकदम
भाइ के गर्थ्यो 1 करोड पऱ्यो भने म त हो के भन्नु ल मलाई त ठोकिँदो रहेछ सिधा हिँड्यो भने है पहिला पार्ट 2 मा बनाउनु हुन्थ्यो नि नोस्टाल्जिया फिलिङ्स आयो नोस्टाल्जिया त्यो माटोको घर हुँदा पार्ट 2 मा बनाउनु हुन्थ्यो कि त्यस्तै यस्तै के छ त्यस्तो पाटोको घरमा भनेर यो चाहिँ के हो भन्दाखेरि चियाको फ्लेभर आउँछ यसमा चाहिँ चियापत्तीको भनेर चित्त बुझाउनु परिहाल्यो 10 रुपियाँमा योभन्दा बेसी के एक्सपेक्ट गर्नु त्यसकै 5 रुपियाँ पर्छ होला अभी हम जा रहे हैं सिलीगुड़ी का मतलब ठीक है क्या किन्ने चले उसका कुर्ती हो गया उसके बाद लड़कियों के लिए कुर्ती वगैरह और पता नहीं मेरे भाई को क्या खरीद पाएंगे तो सब और देखते और भी और मेरे पति को पानी पूरी खाना है गोलगप्पे खाना है तो गोलगप्पे खिलाएंगे ढोकला नहीं खिलाओगे अभी खिलाएंगे होइन ए त्यस्तोमा चाहिँ नकति गर्छ क्या चन्द्रमा हेर्छ नि कैसा हाल चाल है आपका ठीक है कैसा लग रहा है इतना शॉपिंग करके कुछ नहीं लग रहा है खुद के लिए तो कुछ भी नहीं खरीदा ना ये तो 120 ये तो मेरे लिए नहीं है यो प्राइस नै छैन यो प्राइस भन्नु त इन्डिया यात्राको सधैँ छ त्यही छ भाइलाई दिक्क लगाइरह होला क्या बोला पूरा दिन ऊपर ठीक है सो लास्ट डेमा चाहिँ हामीले सिलिगुडीमा सपिङ गरेरै बितायौँ दिउँसो चाहिँ चोकहरू घुम्यौँ भने बेलुका चाहिँ मल्सहरू गयौँ अनि हाम्रो बाबु चाहिँ लिँदाइसकेको थियो फेरि यहाँनिर घुम्दा घुम्दा थाकेर बिचरा सो यस्तै भयो सपिङ गऱ्यौँ त्यसपछि खानाहरू खान गयौँ इन्डियाको ट्रिप ओभरअल एकदम राम्रो भयो यो पनिरवाला त सोचा भन्दा मिठो रहेछ कस्तो छ यो यहाँ माथि भित्र मसला छ यहाँ छ